बिना लगानी हामीले कसरी पैसा कमाउन सक्छौं त? इभन तपाईले ठुलठुला घर बनाउन सक्नुहुन्छ, ठुलठुला गाडी किन्न सक्नुहुन्छ र ठुलठुला काम गर्न सक्नुहुन्छ। 1 रुपैयाँ लगानी नलागिकन त्यही पनि घरभित्रै बसी लाखौं रुपैयाँको पैसा कमाउन सक्नुहुन्छ तपाईले। आज यसैको टपिकमा र यसैको बारेमा कुराकानी गर्न आइरहेका छौं। भिडियो एन्डसम्म हेर्नु होला, किनभने तपाईलाई यो भिडियोबाट एकदमै जानकारी मिल्नेछ। किनभने तपाईले बिचमै भिडियो छोडेर जानुभयो, कम्प्लिट भिडियो हेर्नु भएन भनेपछि यस्ता कुराहरुबाट तपाईले टाढै रहनुहुनेछ र यिनी पैसा कमाउने सपना पनि सपनै रहनेछ तपाईको। किनभने तपाईले बरोबर तरिकाले काम गर्नुहुने छैन, त्यही भएको हिसाबले तपाईलाई आउँदो दिनहरुमा कुनै न कुनै अप्ठ्यारो परिहाल्नेछ। आजको विषयमा म तपाईलाई बिना लगानी कसरी पैसा कमाउन सकिन्छ त? तपाईले धेरै पढ्नु भयो, राम्रोसँग नोकरी मिलेन, तपाईको पढेको बमोजिम अथवा तपाईको लगानी बमोजिम इन्कम भएन, इन्भेस्ट गरे बराबर इन्कम भएन, तपाईले बिजनेस गर्नको लागि पनि इन्भेस्ट गर्नुपर्छ। तपाईले बिना इन्भेस्टमेन्ट तपाईले कसरी पैसा कमाउन सक्नुहुन्छ त? आजको यस भिडियोमा रहेर म तपाईलाई तीनै कुराको जानकारी बताउन गइरहेको छु। जानुभन्दा अगाडि एउटा सानो लाइक गरिदिनु होला र तल गएर कमेन्टमा कमेन्ट गरिदिनु होला र एउटा सानो सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्न यति गर्न तपाईलाई कुनै पनि पैसा मिल्दैन, किनभने फ्रीमा तपाईलाई एडभाइस मिलिरहेको छ। आउनुहोस् आजको विषयवस्तुतिर सुरु गरौँ। सर्वप्रथम त के छ भनेपछि मैले तपाईलाई एउटा सानो विचार र सानो कुरा गर्दाखेरि चाहिँ के छ त भन्दाखेरि अहिले धेरै साथीहरू धेरै नेपालमा बसी पनि इन्डिया लगभग दुनियाँमा कहीँ पनि एउटा युट्युब च्यानल बनाएर अनि त्यसमा भिडियो क्रिएट गरेर एकदमै राम्रो खाले पैसा कमाइरहेका छन्। ठुल्ठुला घर, गाडी, बंगलाहरू बनाइरहेका। त्यस्तै गरी नेपालमा अहिले कयौं साथीहरूले चाहिँ गाडी किनेका छन्, ठुल्ठुला करोडौं पर्ने गाडी चढिरहेका छन्, करोडौं पर्ने बाइक चढिरहेका छन्, अनि त्यसैगरी आफ्नो मनपसन्दिदा घर बनाइरहेका छन्, आइफोन लिएका छन्, ल्यापटप लिएका छन्, विभिन्न कुछ गरेका छन् भिडियो क्रिएट गरेर। तपाईले सोच्नुहुन्छ होला कि अलि यसले बकवास कुरा गर्दैछ भन्ने सोच्नुहुन्छ होला। यदि तपाईले आज यो भिडियो छोडेर जानुभयो भनेपछि तपाईले आफ्नो लाइफमा केही गर्न सक्नुहुन्न। त्यही भएर भिडियो बराबर हेर्नु होला र स्टेप बाइ स्टेप सुन्नु होला र तपाईले आजैबाट यो तपाईले यदि अहिलेसम्म पनि युट्युब च्यानल बनाउनु भएको छैन भनेपछि यो भिडियो हेरिसकेर यो भिडियोको हेरिसकेपछि तपाईले आफ्नो युट्युब च्यानल स्टार्ट गरिहाल्नुहोस्। किनभने आजको डेटमा जसले पनि युट्युबमा काम गर्न तपाईले एउटा निच समात्नु भयो भने एकदमै तपाईले म धेरै भन्दिनँ, तपाईले 2 वटा या 3 वटा 5 वटा 10 वटा भिडियो हाल्दा पनि तपाईको पुरा सक्सेस मिल्न सक्छ तपाईले। किनभने तपाईको टपिक, तपाईको बोल्ने शैली, तपाईले भन्ने कुराहरू, विभिन्न कुराहरूको सेटअप मिलाउनु भयो भने तपाईले कुनै पनि केही चाहिन्न। एउटा सानो क्यामेराबाट मोबाइलबाट जो भिडियो एडिटिङ गरेर सुट गरेर जो अपलोड गर्नुभयो भने तपाईले चाहिँ हुन सक्छ 2-3 वटा भिडियोबाट जो सक्सेस हासिल हुन सक्छ। म आज तपाईलाई यसै विषयमा कुराकानी गर्न गइरहेको छु। मानव एउटा तपाईसँग एउटा सानो फोन छ, सानो फोनबाट जीमेल एकाउन्ट बनाउनुहोस्। किनभने अहिले जहाँ जस्तो पनि अवस्थामा अहिले इन्टरनेट सुविधा छैन हरेक कसैको घरमा, अथवा एउटा दुईटा घर छोडेर उहाँ वाइफाई लागिएकै छ। वाइफाईबाट तपाईले आफ्नो कन्टेन्ट क्रिएट गरेर तपाईले अपलोड गर्न सक्नुहुन्छ। मानव तपाई स्कुल पढ्दै हुनुहुन्छ, कलेज जाँदै हुनुहुन्छ हैन, कलेज जाँदै गर्दाको अलिकति सुट गर्नुस्, आउँदाखेरि अलिकति सुट गर्नुस्, खाना खाने लन्च टाइमको अलिकति सुट गर्नुस्, अनि त्यसपछि ब्रेकफास्टको अथवा दिनमा अलिकति टाइम मिल्छ 1-2 बजे त्यति बेलाको बनाउनुस्, अलिकति हाँसो मजाक गरेको बनाउनुस्। ब्लगिङ सिस्टम बनाउनु भयो भने पनि तपाईले एकदमै इन्गेजमेन्ट छ। अझ तपाईहरुको साथमा त के हुन्छ, स्कुलमा कलेजमा चाहिँ अझ एउटा कमेडी गर्ने साथी हुन्छ, एउटा अलि नर्भस रहने साथी हुन्छ, एउटा अलि उटपटाङ गर्ने साथी हुन्छ, एउटा अलि लजालु खाले साथी हुन्छ। त्यस्ताका सानो क्लिपहरु जोड्दै जानुभयो भने पनि तपाईको 15-20 मिनेटको भिडियो अवश्य मिल्छ। त्यसपछि 4 बजेपछि तपाई घरमा जानुहुन्छ अथवा तपाई 1 बजेपछि घरमा जानुहुन्छ, रुममा गइसकेपछि त्यसलाई एडिट गर्नुहोस्। अनि त्यसको कस्तो तरिकाले एडिट गर्ने, कस्तो तरिकाले इफेक्ट लगाउने भन्ने आफ्नो दिमागले जो भिडियो क्रिएट गर्दै जानुभयो भने तपाईले आफ्नो अटोमेटिकली 2टा गर्नु, 4वटा गर्नु, 5वटा गर्नु, हरेक दिन आज एउटा गर्नुभयो स्किल नर्मल छ, अर्को गर्नुभयो स्किल अलि बेटर हुन्छ, अर्को गर्नुभयो अलि बेटर हुन्छ। 10वटा भिडियोमा जाँदाखेरि तपाईले एडिटिङ गर्ने प्रोफेसनल पनि एकदमै बढाउनुहुन्छ, लेभल बढाउनुहुन्छ। त्यस्तै गरी तपाई एउटा के भन्छ घरमै बस्ने एउटा केही काम नगर्ने हाउसवाइफ हुनुहुन्छ भने पनि तपाईले के गर्नुहोस् भनेपछि एउटा च्यानल क्रिएट गरेर चाहिँ तपाईले मानम कि बिहानमा तपाईले बच्चाले तयार गर्दै हुनुहुन्छ, 1 क्लिप उसको हाल्नुहोस्। दिउँसो खाना बनाउने हुन्छ, 1 क्लिप त्यसको हाल्नुहोस्। घाँस काट्दै जानुहुन्छ, 1 क्लिप त्यसको हाल्नुहोस्। घर सफा गर्दै हुनुहुन्छ, 1 क्लिप त्यो गराउनुहोस्। अनि तपाई कतै घुम्न जाँदै हुनुहुन्छ, 1 क्लिप त्यो बनाउनुहोस्। मानम तपाई पसलमा एउटा चिनी चियापत्ती ल्याउँदै जानुहुन्छ, त्यसको क्लिप गर्नुहोस्। एउटा स्टोरी बनाउनुहोस्, राम्रो खाले स्टोरी, अनि त्यस्तै बनाउँदै अपलोड गरिदिनुहोस्। हुन्छ। मैले कयौं यस्ता खाले भिडियो हेरेको छु जसमा कुनै पनि भोइस छैन, कुनै पनि केही छैन र पनि लाखौंमा पैसा कमाइरहेका छन् अहिले। त्यस्तै गरी
अहिले विकटको ठाउँका मान्छेहरूले पनि एउटा भ्लगिङ बनाएर त्यहाँको पहाड त्यहाँको सुन्दरता देखाएर त्यहाँको विभिन्न किसिम देखाएर र च्यानल क्रिएट गरेर लाखौँ रुपियाँ अर्न गरिरहेका छन्। तिनीहरूको पास आइफोन छ, राम्रो गहना छन्, राम्रा कपडा छन्, राम्रो के भन्छ ट्राइपोड छ, राम्रो मोबाइल छ, अनि के भन्छ राम्रो राम्रो आफ्नो आफ्नो स्टाइलमा गरिरहेका छन्। तपाईँले के सोच्नु भएको छ यसमा? तपाईँले फटाफट जानुहोस्, आफ्नो च्यानल क्रिएट गर्नुहोस् र युट्युबमा भिडियो बनाउनुहोस्, अपलोड गर्नुहोस्। मानौ तपाईँले कि भिडियो अपलोड गर्दाखेरि 2-3टा भिडियो अपलोड गर्दाखेरि तपाईँको च्यानलमा कुनै पनि रिस्पोन्स आएन भनेपछि तपाईँले 1 साल चाहिँ काम गर्नुपर्ने हुन्छ। 365 दिनमा 365 भिडियो अथवा 365 नभए पनि 300 भिडियो चाहिँ तपाईँले अपलोड गर्नुहुन्छ। मानौ तपाईँको च्यानल मोनेटाइज भयो, मोनेटाइज भइसकेपछि 300 भिडियोमा तपाईँले एक भिडियो बराबर $1 आयो भने $300 हुन्छ। तपाईँ हामी मल्टिपल गर्नुहोस्, $100 बराबर 14-15 हजार रुपियाँ हुन्छ भने $300 को तपाईँ हामी गर्नुहोस् कि कति पैसा हुन्छ। त्यही पनि अझ कन्टेन्ट क्रिएट गर्दै जानुहुन्छ, अपलोड गर्दै जानुहुन्छ। त्यही पनि एउटा भिडियोबाट $1 मिल्ने भन्ने चाहिँ मैले तपाईँलाई नर्मली रूपमा मात्रै बताएको $1 मिल्छ भनेर। कुनै भिडियोमा त $20, $50, $100 सम्म पनि मिल्न सक्छ एउटा भिडियोबाट। किनभने तपाईँका इङ्गेजमेन्ट जति हुन्छ नि त्यति नै तपाईँको डलर बढ्ने हो। जति नै तपाईँको भिडियोमा भ्यू हुन्छ, एडसेन्स चल्छ, एड चल्छ, त्यति नै तपाईँको बढ्ने हो। एउटै भिडियोबाट पनि लाखौँ रुपियाँ पैसा कमाउन सक्नुहुन्छ। 365 दिन मेहनत गर्नुभयो, 365 दिनको बाद तपाईँले भिडियो बनाउँदै गर्नुभयो, हाल्दै गर्नुभयो। यदि तपाईँको लागि आज मन छैन, आज युट्युब गर्ने मन छैन, भिडियो बनाउने मन छैन, कुनै टपिक भेटेन, या त तपाईँले थकै लाग्यो, अल्छी लाग्यो भनेपछि स्टप गरिदिँदा पनि त्यही पछिल्ला 365 भिडियोले जो तपाईँलाई पैसा कमाएर दिइरहन्छन्। 1 हप्ता 10 दिनसम्म तपाईँले बसेर आरामसँग मजाले सुती खान सक्नुहुन्छ। आजको यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। फेरि एउटा नयाँ भिडियो र नयाँ टपिकको साथमा यस्तै भेट हुने बाचा गर्दै छुट्टिन्छौँ। जय नेपाल।